तिमी बाइक कुदाएको 1 वर्ष भयो नि 1 वर्ष बाइक कुदाएको के एक्सपिरियन्स गर्यौ भने तिमी सन्ता लाग्छ 1 year जर्नीमा भन्नु न म नेपालीमा 1 वर्षमा के बाइक कुदाएर के एक्सपिरियन्स गर्यो भने त के अनुभव गर्यो तिमीले अब धेरै खालको अनुभव भयो केही तितो भयो धेरै चाहिँ मिठै भयो भगवानको कृपाले हैन अब कस्तो अनुभव चाहन्छौ तिमी लाइक बेस्ट एक्सपिरियन्स कि सुन्दा चाहिँ गुड एक्सपिरियन्स भन किन इङ्ग्लिसमा बोलेको अनि बाबु भन्दै मेरो बेस्ट गुड भन गुड एक्सपिरियन्स चाहिँ अब जसले पनि केटीहरूले पनि लाइक हुन्छ नि जुनियर एउटा बेस्ट सबभन्दा बेस्ट एक्सपिरियन्स चाहिँ मेरो जुनियरले के कलेजमा गएको थिएँ एकदमै रस मलाई 15 मिनट ढिलो भइसकेको थियो होइन अनि 15 मिनट रस भइसकेको थियो तर ढिलो भइसकेको थियो अनि कलेजमा पुग्दा चाहिँ कस्तो हातीको भनेर होइन अनि म चाहिँ 15 मिनट ढिलो भइसकेको थिएँ कलेजको लागि क्लासको लागि अनि मैले आइम सो सरी आइम लेट थ्याङ्क यू सो मच भनेर म दौडेँ कि होइन द्याट वाज माई बेस्ट एक्सपिरियन्स अनि अरू पनि जस्तै कि कुनै हुन्छ अनि अरू केटाहरूले पनि कुनैले चाहिँ यत्तिकै थम्स अप दिन्छ होइन कुदाइरहेको बेलामा भने कसैले चाहिँ यसरी खुला गर्न नसक्ने पनि तलबाट यसरी थम्स अप दिन्छ क्या यसरी थम्स अप दिन्छ अनि त्यो साइलेन्ट जेस्चर्सहरू चाहिँ मलाई एकदमै रमाइलो लाग्छ अनि कतिले चाहिँ साइड छोडिदिन्छ लाइक म काहीँ पार्किङ गरिरहेको छु भने चाहिन्छ हेल्प अथवा यो टर्न राउन्ड गर्न हो त्यस्तो कुराहरू चाहिँ हुन्छ नि जेन्टल लाग्छ कति कुराहरू होइन तर भने कति चाहिँ कसैले पिल्न आउँछ कि अनि कसैले अगाडिबाट फोटोग्राफर कन्स्टेन्ट हुन पऱ्यो कि यु हेभ टु बी कन्स्टेन्ट भनौँ अनि कस्तो हुन्छ भन्दाखेरि लाइक कसैले चाहिँ अझ त्यसो भन न भिडियो सिरियसली वी आर पुटिङ दिस आवर इन माई भ्लग कि you are her blog name is like pretty style है ल भयो है त्यस्तो वर्स्ट चाहिँ छैन तर पनि कस्तो भनेर कुनैले चाहिँ क्यामेराले फोटोग्राफर परिस्थिति कुनैले लाइक हुन्छ नि अगाडि गएर भन्न बाई द ग्रेस अफ गड पछाडिबाट चाहिँ फलो गरेको छैन तर अगाडि गएर हुन्छ नि कुरिरहने टर्निङमा दुईवटा बाटो छ भने अगाडि गएर कुरिरहने अनि आई फिल सो हुन्छ नि अलिकति इन्सेक्योर कि ला मलाई फलो गरिरह्यो भन्ने होइन अनि कुनै बेलामा चाहिँ हो कुनै बेला चाहिँ अब गाडीहरूले पनि पेल्दिन खोज्ने केटी भनेर हुन्छ नि ओ भनेर जिस्काउने हुन्छ नि अलिक भेला हुन्छ नि हो त्यस्तोहरूले अनि त्यो चाहिँ अलिकति त्यस्तो भेले भनेर नभन्नु न होइन भेला भनेको चाहिँ के काम नभएकोहरूले कि भेला काम नभएकोहरूले चाहिँ ओ भन्न आइदिने कि अनि कसैले चाहिँ अनि त्यही हो आजको इन्टरभ्यू यति यहाँ नि इन्ड भएको घोषणा अर्को बेस्ट एक्सपिरियन्स भनेको चाहिँ जति 1 वर्ष भन्दा लामो भइसक्यो बेस्ट पार्ट नै छुटेछ क्या जतिचोटि अब मैले अब 1 वर्षमा 365 डेज हुन्छ भने 365 × 2 चोटि चाहिँ मैले नर्सिङमा आएर त्यो गरेको छ कि आइएम प्राउड एन्ड हुन्छ नि भगवान्लाई थ्याङ्कफुल छु कि म यतिचोटि भन्दा पनि धेरै गरेँ होला किनभने एकचोटि मात्रै त बाइक निकालिँदैन नि त कति दिनमा कतिचोटि मात्रै निकालिन्छ नि त भने मैले 365 × 2 चोटि चाहिँ नर्सिङमा आएर गरेको हुन्छ क्या राइड गर्नुभन्दा अगाडि सो इट्स बेस्ट एक्सपिरियन्स होइन अनि यही हो सो मेरो बाइकको दिन जन्म लिएको भगवान्लाई सुरुमा चढाएर 70 ल फाटा गुड एक्सपिरियन्स अनि यही हो यो चाहिँ बेस्ट पार्ट हो अनि कति कीर्तनहरू गर्छु म बाइक राइड गरिरहेको